त्यही छ उत्पादन भइरहेको छ। भाइ नमस्कार। के छ खबर, आराम हुनुहुन्छ? एकदम ठिक छु। आज तपाईँको कृषि फर्मतिर हामी पनि यसो पुग्ने वातावरण पाइयो है। के छ यो तरकारी लगाएको हजुरले कति जति भयो यो समय? अब यो लगभग 3 महिना पुग्न थाल्यो। 3 महिना भन्नाले अलिक कमै होला। मात्र हो कि हजुरको अरू पनि छ? तरकारी भन्दा अरू पनि छ। कुखुरा फार्म, यो चाहिँ कुखुरा फार्म होइन? कुखुरा फार्म छ। उत्पादन अहिले अब त्यही अगाडि गएर हेर्दा पनि भयो। ल हिँड्नुहोस्, देखाउनुहोस् है त। तपाईँको खुद्रा पसल पनि रहेछ है? जे होस्, तपाईँले आफ्नै स्वदेशमा चाहिँ यति मेहनत गरेर यति गौरवका साथ काम गरिराख्नु भएको छ। आफूले मेहनत दुःखका साथ लाग्नुपर्छ। त्यसको उसमा अहिले काम गरेँ मैले, एकदम थकाइ लाग्यो भने आनन्दलाई रेस्ट गरौँ, पछि बेलुकातिर गरे पनि हुन्छ भन्ने एक किसिमको आफ्नो मनमानी ढङ्गले काम अगाडि बढाउन पाइयो। पहिला भनौँ अब सरकारी जो स्थानीय तह जो छ नि, अब त्यो मेरो आफ्नो उसले भनौँ केही डकुमेन्ट अथवा केही नपुग्दाखेरि मैले यहाँभन्दा विगतका दिनहरूमा अब कुनैसँग सहकार्य पनि गरेको छैन। अब मसँग सबै अब यो बहुउद्देश्य कृषि शुद्ध बहुउद्देश्य कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर एकदम उसका साथ डकुमेन्ट अथवा आधारका साथ अब विगत दिनहरूमा स्थानीय सरकारले पनि केही हेरोस्। एकदमै सिस्टमेटिक तरिकाले आफ्नै क्षेत्रमा